चाहिँ हामी हाइमोन आइरहेछौँ हाम्रो भोलिको क्याम्पको लागि होइन। सो भाइ र म छौँ, भाइ एक्साइटेड एकदम। सामानहरू चाहिँ टन्नु नै किन्नु पर्छ, तर हाम्रो भागमा चाहिँ सुपाका हल्का सामानहरू किन्नुमा आएको छ। एकदम धेरै कुराहरू किन्नु बाँकी नै छ। पनि यत्रो धेरै भइसक्यो सामान त भइहाल्यो, तर यो भ्लगको उसमा त्यो चक्करमा फेरि हामी सामान किन्न छुटायो भने चाहिँ तनाव हुन्छ। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। टुडे इज स्याटरडे एन्ड टुडे इज आवर डे होइन। सो मैले किन आवर डे भनिरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो राइडर्स लेजरको चाहिँ फन मोटर क्याम्प हुन गइरहेछ। फुकुओका टु मियाजाकीसम्म गएर चाहिँ हामी 1 नाइट स्टे क्याम्प गरेर चाहिँ आउँछौँ भोलि फर्केर। सो गाइज, अनि आजको लागि चाहिँ बबालाई एक्साइटेड छु। म चाहिँ लगभग 5 बजीतिर उठेको थियो होला, हिजो 2 बजी सुतेर भए पनि छिटै नै उठेँ। एक्साइटमेन्ट लास्ट नै भइरहेछ। आजको राइड चाहिँ एकदम असम बनाउनु पर्ने छ। अनि मेरो रुम चाहिँ लास्ट मेसी चाहिँ यस्तो फोहोर छ रुम होइन। सो भद्र गोलै छ अनि गाइज होइन, अनि रमाइलो छ सबै कुराहरू। अनि सबभन्दा खुसीको कुरा चाहिँ यहाँनिर छ क्या मेरो यो चाहिँ मेरो नयाँ हेलमेट, BMW एडिसनको हेलमेट हो। यो चाहिँ 1 पिसै छ भन्दा पनि हुन्छ, किनभने यो हेलमेट चाहिँ अर्डरमेड हेलमेट हो। सो गाइज, अनि अर्डरमेड भन्दा पनि नर्मल हेलमेट जुन चाहिँ एक्चुअली किनेर चाहिँ मैले त्यसमा चाहिँ अर्डर गरेर प्रिन्ट गरेको, त्यही भएर ओल्डमा 1 पिस हेलमेट हो। सो एज यु क्यान सी सानसानो कुराहरू पनि राइडर्स नेजाप यहाँनिर छ। अनि SNRR भइहाल्यो, लोगो हटाउने छ। अनि यता पछाडि पनि अहिले जो भ्लगहरू छ सो गाइज राम्रो नै छ हेलमेट चाहिँ ओभरअलमा। अनि मलाई चाहिँ मनपर्छ, सो मलाई मन परेर नै बनाएको हो। हाम्रो हिँडाइ चाहिँ 8 बजेको हुनेछ यहाँबाट, तर 7, साढे 7:30सम्ममा चाहिँ हामीले सामानहरू पनि प्याकिङ गर्नुपर्ने छ। सामान सबै जुम्मी भइसकेको छ, जस्ट गाडीमा प्याक गर्नु मात्रै बाँकी छ। स्टे ट्युन गाइज। ल आफ्नो गाडी राउन्ड्स बसाइ ल जान्छ है। ल फाइनल्ली म चाहिँ यहाँबाट निक्लिसकेँ। अब एभरेस्टमा गएर त्यहाँ सामानहरू प्याकिङको कामहरू हुँदैछ। सो त्यहाँसम्म चाहिँ निक्ल्यौँ पहिला। माइ घोडा इज यार। क्यामेरा झऱ्यो। एउटा त्यहाँ झऱ्यो टिपन त यो नि गयो नि। दुइटै फुट्यो नि। ए खल्तीमा थियो, सुट झर्दै थियो दुइटै। ल एकछिन अन्त बाइक अलिकति पछाडि चारिदिनु भाइसँग 8वटा हो 9वटा छ अरे। भिडियो चाहिँ लगभग खिचेको भने सुरुमा मालिकको अब आस्था स्पोन्सर आउँदै यतैबाट क्यामेरामा यो भिडियो भाइ। ल अचारवाली आइसकेको छ। अचारवाली शुभ प्रभात बाबु, सन्चै छौ? काम हेर्नुहोस् न, गर्मी कि गरम खालको? गर्मी नै। अब आज हामीलाई त गर्मी हुन्न, बाइकहरूलाई के हुन्छ। बाइकहरू सबै रेडी छन्। ल रमाइलो हुने भयो त आकाश। हजुर ले आ त रमाइलो यो मिनीको होला त। सो फाइनली वी आर हेडेड टु आवर क्याम्प होइन। अब चाहिँ फर्स्ट ब्रेक 7-11बाट, त्यसपछि हाइवे चढेर चाहिँ हामी निक्लिनेछौँ। अब नयाँ भएको थियो र अरू त लगभग हिँडिसकेको छ नि त। हाइवेमा कति बेला अब सिङ्गल कति हुन्छ, फुटमा त्यो छैन नि त। गचेर पनि राम्रोसँग कसैको पनि केही नहोस्, सानो कुराले गर्दा सबैको राइट फलो हुन्छ। अलिक केही भइहाल्यो भने त
आफूलाई त आफूलाई भइहाल्यो अरूसित पनि अब आउने राइडहरूलाई पनि त्यसले गर्दा इम्प्याक्ट गर्छ आफ्नै पनि पर्सनल लाइफमा इम्प्याक्ट गर्छ काम पनि लाग्छ यो कारणले गर्दाखेरि चाहिँ अब राम्रोसँग जाम सेफ्टी जाम अनि फेरि बरु कतै केही छुट्यो भने कतै छुट्टी त चान्स हुँदैन अब खालको गएपछि तल पनि छुट्ने चान्स हुँदैन बाई चान्स छुट्टै केही भयो भने बरु होटोको गरौँ म्यासेज गरौँ के हो कतै गरौँ बुकिङ गरेर फेरि जाने तरिकाले गरौँ ल बोसोकोहरूको चाहिँ त्यो कटिहाल्यो भने चाहिँ बरु अर्कोमा गएर बस्छ क्या फेरि त्यसो ठ्याक्कै अर्कोमा गएर बस्छ कि चाहिँ म्याप अनुसारै अब ठाउँ अर्को सिधै उता गएर बस्छु भने भयो होइन तर ग्रुपमा म्यासेज गरेर अब ल मानव किताबको झन् कटिहाल्यो भने चुकी गाउँ गएर बस्छ त्यतै कफी खाएर बस्छ क्या बरु कि हुन्छ त्यसरी त्यो फेरि मुरियारी गरेर उतापट्टि ग्याक्सो गरेर हाल्ने साल्ने यताउता त्यहाँ हुन्छ त्यो भएर त्यो आत्तिएर भन्दा नि म्याप सबैकोमा छ अब होल्डर पर्ने मात्रै नभएको आफ्नै तरिकाले हिँड्दा नि हुन्छ कि छुट्टियो भन्छ कि आन्जेन दाई चाहिँ सेफ्ट राइड गरौँ सबैजना रमाइलो गरौँ रमाइलो गरेर रमाइलोसँग फर्क्यौँ ल जय नै जाऊ हाम्रो ट्रक त आइसकेछ त यता ओ के हो ट्यास गर्छ त कसो के पर्छ कि कता हो यो धुलो पो थियो मलाई त पछाडि हिँड्न आएको भन्दाखेरि So finally we refill our fuel and we are heading to Camp Joe. So enjoy the ride अनि अहिले चाहिँ हामी सबै कुराहरू सकेर चाहिँ हाम्रो राइडतिर अगाडि बढिरहेको छ म दाजुको इन्ट्री गरेर चाहिँ टक्क जाने प्लान छ सो इन्जोय द राइड गाइज किप वाचिङ हो नि ढुक्क हुँदै कस्तो होला अनि ट्याक्क सुनिसकेपछि रिप्लाई चाहिँ कसरी आउँछ फेरि साउन्ड आइदिएछ क्या त्यहाँ छ गाह्रो त्यहाँ छ कि फेरि बल्ल है गफ गरिसकेपछि कनेक्ट हुँदो रहेछ क्या थर्डमा म हिँडेपछि कनेक्ट हुने होला नि डबल कनेक्सन छ है क्या मोबाइलमा मेरो दुईचोटि कनेक्ट गरिसकेपछि हुने ए इनोस त यहाँ नि रहेछ त नि अनिस भाइलाई सम्झाउनु है दाइ कसो किन दामी दिएछ आकाशलाई अलि अगाडि चाहिँ रहेछ त ब्रेक त पछि छ तिम्रो आउँछ ल गाइस फाइनल्ली हाम्रो फर्स्ट किताकुमामोटोको ब्रेक कस्तो मजा आयो लिनिङ भन्नलाई यहाँनिर सो दाइहरू चाहिँ अगाडि नै आइसक्नु भएको छ हाम्रो गाडी मेम्बर्सहरू चाहिँ हामी चाहिँ यहाँनिर छ ओ ओ ओ मिलाएर राख्नुपर्ने हुन्छ ल सकेन भने बाहिर पनि राख्दा हुन्छ भर्दै छोड त अलिकति छोड न आइपुग्यो त तातोमा के बस्ने जाडोमा के गर्नेमा ल त्यहाँ के को अङ्कमाल छ फेरि के हो ब्रेकै पछि यस्तो वाला रहेछ नि त झप्की
आफै ठोकेर आयो उताबाट किरा चाहिँ स्पिडमा आयो म बिस्तारै ठिकै स्पिडमा गाडीमा आउनेहरूले त यसरी के गर्नुपर्ने हामीलाई पनि ओके गाइज फाइनली हामी फर्स्ट हाम्रो हाइवेको पानी ब्रेक इनर्जी ड्रिङ्क ब्रेक सबै ब्रेक होइन सो हाम्रो भाइ चाहिँ यहाँनिर दादा चस्मा चेन्ज भर्खरै एउटा गीत त गइसक्यो यहाँ ल ल पारा मामा चिन्छ नि पारा दामी लो त फेरि दामी भन्छ यहाँ है ल दामी दामी ल अभिजय ओएर ओएर दामी हो दामी हो नि त्यो तिमीलाई त झन् फ्रेम तिमीलाई नै फ्रेममा छुटाएस् त अनि यो त सकिएन हो नि राना राना के छ निक्ल न जल्दै हिँड हिँड्न ल पानी ब्रेक पछि हामी अब फेरि सेकेन्ड खाने ब्रेकतिर लाग्दैछौँ सो वा कता हो यस्तो त पेट्रोल पम्प पनि दामी त्यो गाडी रोक्ला रोक्ला हामी आज रोकिरहेको रहेछ ल कस्तो दामी देखेको यार जाऊ जाऊ दामी हो नि आवाज मात्र आगै आइरहेको थियो हाम्रो ग्याङहरू यहाँ हाम्रो अर्को खागुसीमा जाने बाटोमा एमआई भन्ने ठाउँमा छौँ सब साथीहरू भेला हुनुभएछ सब मसँग राज भाइ के छ आमा वाह 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 के छ भाइ प्रदीप भाइ एकदम हाम्रो सेन्सै हुनुहुन्छ आज सेन्सै पुरै जली मोडमा केटाहरू आफ्नै तर धेरै नतान्न है फेरि माझ फुत्ते फुत्के अन्त गइहाल्यो त्यो तार एउटा यस्तो त हो के छ भाइ एकदम रमाइलो भयो आज यो कुन ठाउँ अरे सही हारियो त निहन त्यसले कुदाउँछ क्या हो सक्यो सक्यो भन्छ दादा नमस्कार केटाहरू बाइकहरू नि फेरि यहाँ खतरा खतरा बाइकहरू छ यहाँ हामी म अध्यक्ष सरको के गरिदिनु अध्यक्ष सर अध्यक्ष के गरिदियो म यहाँ गोप्रोमा ब्याट्री चेन्ज गरेर है ल तमाम काम तमाम तमाम सक्यो आकाश भाइको आफ्नै कुरो ठुलो कुरो नगर बाबु तिमीहरू गएको थियो दुईजना मलाई पुरै आउँदैन तपाईँले गएको सुनेको छैन क्या त्यही भएर उसले राम्ररी चिनेको छैन क्या त्यो सुने छैन मैले सुन्नुहोस् न कुन कुन ल केटाहरू आउँछ आउँदैन फेरि भिडियो गरेर बसेर त अहिलेसम्म ल निक्ल्यौँ ओ के हो बेल्ट त कति लुज छ त्यो धर चाहिँ क्या निक्लिनु ठाउँ त थाहा छ तिनीहरूलाई सो ओके गाइस फाइनल्ली अब चाहिँ हाम्रो सेकेन्ड ब्रेक हाइवेको लास्ट ब्रेक हो यो चाहिँ यहाँबाट चाहिँ हामी अब झर्छौँ नेक्स्ट स्टेसनमा चाहिँ नेक्स्ट आइसीमा चाहिँ झरेर तलबाट जान्छ हामी जस्ट 1 घन्टाको राइड हो
अब चाहिँ चिलमा सितामिस हिँडिन्छ ल। फाइनल्ली हामी चाहिँ हाम्रो आजको यात्राको कोसोकोबाट चाहिँ निक्लिसकेको छौँ। ल 460 ए 2460 2450 त्यो गाडीको रहेछ क्या 460। म त कस्तो सस्तो भन्न लागिरहेको। सो निक्लिसकेको छौँ यहाँबाट चाहिँ। अब चाहिँ सबै सितामी चाहिँ रमाइलो, वेदर पनि शीतलै छ। होइन मदन भाइ कहाँ 4 खुट्टा टेकेर हुन्छ, ल्याम्मै काट्ने हो नि भाइ। हो र ल हामीले नि यतैबाट हालिदियो त फेरि। ए ठिकै छ, केही छैन, कपाल काट्ने जस्तो के रङ लाउने रहेछ। के छ सबैको ठाउँ पुग्छ यसो हाल्नलाई कि पालो पालो हो? मदन भाइकोमा ठ्यास्नु पर्छ क्या भाइ, एक थोपा हालिदेऊ त भनेर। आम्मामा यहाँ त खतरा क्याम्प चलिरहेको त मजा आइरहेछ त। मदन भाइ टाढो गरिसोस् न हजुर। फाइनल ब्रेक पछि चाहिँ अब हामी हाम्रो डेस्टिनेसनतिर लागिरहेछ। सो डेस्टिनेसनसम्म चाहिँ यहाँबाट ओन्ली 17 मिनट, टेन्टेटिभ 20 मिनट चाहिँ लाग्छ होला। ल गाइस फाइनल्ली हामी चाहिँ हाम्रो क्याम्प जिउमा आइपुगिसक्यौँ होइन। अब जस्ट 2-3 मिनटको बाटो मात्रै हो। अनि अँधेरो भइसक्यो त्यतातिर आउँदा त यसो हेलमेट खोलेको। ल किरा पो छिर्यो त हेलमेट त। के हो यो लेउ लागे जस्तो छ त, के हो यो? लास्ट चिप्लो चिप्लो छ है बाटो। हजुर त्यो ओह्रालो झर्ने बनायो किन? यत्रो भइसक्यो अब त बनायो होला नि। कस्तो छ दाइ? कस्तो छ दाइ? लास्टै गाह्रो छ क्या बाटो। होइन भाइ हिँड्नमा ओइ गाह्रो छ क्या यार चलाउन। ओइ खै कस्तो लास्टै छ त यार बाटो त, चिप्लिँदैन भने यस्तो है लास्टै बवाल छ त बाटो त यो ठाडोमा त। आम्मा यिनीहरू त सबै हिँड्नेहरू पो रहेछ त। ग्राभेल पनि आयो यार। ल है ल भन्छर त हुँदैन भने यस्तो बाटोमा यार। ओइ ए प्रदीप अलि अगाडि गर्न लाउ न। ल खतरा ठाउँमा आइपुग्यो फाइनल्ली। कहाँ हो यो? लास्टै गाह्रो लाग्यो यार मैले X15को भाइजर खोल्नु। भाइ अफ गर अफ। सो फाइनल्ली क्याम्प जोनिर चाहिँ आइपुग्यौँ। अनि के भयो घर लिनु भयो? 8-9 हो। कता बाहिर? यहाँ ल्याउनु मिल्दैन अरे, छेउमा राख्नु नि मिल्दैन अरे क्याम्पको छेउमा। बुझ्नु पऱ्यो नि त त्यो आवाज। बाहिर हुँदैन कि भित्रै राख्ने हुन्छ, बाहिर राखेर हुन्छ। आज माटोसँग जोडियो नि त हाम्रो बाइक अनि फर्स्ट टाइम। ग्राभेल चलायो ला डर लाग्यो म त त्यो ग्राभेल। ल दामी भइरहेछ है यहाँ चाहिँ क्याम्प चाहिँ भित्र चाहिँ बाइक सुटिङ। ल सबैजना क्यामेरा चलेर चाहिँ क्यामेराम्यान मात्रै छ आज चाहिँ हाम्रो क्याम्पमा। के हो आकाश? क्यामेराम्यान हो नि? नि क्यापिलित त हो नि। हो नि कपाल छ नि?
अहिले चाहिँ क्याम्पबाट सामानहरू लिएर हामी फर्किएर हिँड्दैछौँ सबैजनाको रमाइलो चलिरहेछ लै सुटिङ हो सुटिङ है सुटिङ मोडल हो मोडल नेजाबको मोडल है गाइस के भाइ हाती रोको साथीहरू चाहिँ अहिले आगो बाल्नलाई एकदम तयार हुनु भइसकेको छ आजको हाम्रो क्याम्प भन्दा नि अलिकति कटेज हाउसको चाहिँ हाम्रो बाँच्ने छ यता कुण्डलेश्वर महादेव यता बाबु हाम्रो हुन्छ यहाँ हाम्रो आदर्श सर सेन्सै भन्छ आदर्श सेन्सै सिटडाउन गरेर छ हेन्सम भाइ गर्लफ्रेन्डको जरुरत भएको मान्छे चिक्ना एउटा मिठो गीत सुनाइदिनु छ समीजी मैले त के सुनाउने हो सबैजना दाजुभाइहरू होइन हुनुहुन्छ कमेडीहरू छ रमाइलो लागिरहेछ गुड भाइब्स यस्तो राम्रो भाइब छ नि हेर्दा यो मान्छे राम्रो मान्छेहरू प्रकृतिको आनन्दमा भएपछि आफूलाई एकदम बेग्लै खालको ऊर्जा पैदा गर्ने ठाउँ क्या आज मेरो फर्स्ट क्याम्पिङ होइन फर्स्ट क्याम्पिङ हो नेजबबाट चाहिँ एकदम राइड चाहिँ लास्टै रमाइलो सोचिभन्दा रमाइलो आजले मौसमले पनि साथै ठिक्क मौसम गर्नु पनि भएन है अनि त्यस किचनेनमा चाहिँ इक्काइ चाहिँ क्याम्प गर्नुपर्दो रहेछ अनि फिल भयो अहिले कमी फिल भएको छ एकदम अर्को हेन्सम बोयको के छ जाना एकदम ठिक छ दाइ म्यान्चेस्टर युनाइटेडको फ्यान हो फेरि हो टिसर्टहरू सब म्यान्चेस्टर राख्छ यसपाल चाहिँ बहुत मजा आयो मजा है बाइक पनि ठिक्क भएको 10 वटा जति भयो हाम्रो अघिल्लो पालि अलि बाइक धेरै भएको थियो बाइक ठिक्क भयो एकदम मजा आयो त्यस्तो धेरै भएर नराम्रो मान्नुहुन्न नाइट क्याम्प चाहिँ मैले थर्ड टाइम हेरेँ थर्ड टाइम हो थर्ड टाइममा त राइड चाहिँ पहिलाभन्दा सर्ट राइड भयो नि आज मिठो राइड भयो अर्को हाम्रो लिजेन्ड दादा हुनुहुन्छ छेउमा ज्ञान दादा केही बताइदिनुहोस् आजको क्याम्पको बारेमा थोरै रमाइलो अरू केही छ हजुरको भर्खर नेपालबाट आउनु भएको छ आदर सर केही क्याम्पको बारेमा थोरै बताइदिनुहोस् के छ क्याम्प खतरै रहेछ ठाउँ मलाई त फेरि यो नेचर एकदम मनपर्ने त्यहाँमाथि अगाडि ताल भएको गुड पिपल गुड भाइब्स गुड नेचर ओके ठिक छ स्कुन भन्छ नि स्कुन कस्तो फिल भइरहेछ ठिक छ एकदम बबर ब्रो यो कतिमा पल्ट हो हाम्रो नेचर क्याम्प मेरो 3 टाइम्स हो 3 टाइम्स हो रमाइलो भएछ होइन क्यामराम्यान हाम्रो क्यामराम्यान एकदम राम्रो छ रमाइलो धेरै भव्य हुनेवाला छ सबैलाई आइरहेको छ ल ओके त यसपछि हामी जान्छौँ हाम्रो अध्यक्ष निर्देशक अध्यक्ष अरू सबै लुगा फेर्दै हुन्छ अध्यक्षज्यू क्याम्पको बारेमा थोरै बताइदिनुहोस् न क्याम्प चाहिँ एकदम अहिलेसम्मको चाहिँ एकदम रमाइलो भएको छ भर्खर स्टार्टिङ हुँदैछ सबैजनाहरूको केरेको चाहिँ एकदम आरियात सबैजना एकदम 100मा 110 नै दिइरहेछ त्यसको लागि चाहिँ एकदम थ्याङ्क्स छ सबैजना रमाइलो गर्ने सो अहिलेसम्म रमाइलो भएर अझै पनि रमाइलो हुनेछ भन्ने आशा गरिरहेको छ जो रमाइलो नै हुन्छ स्टे ट्युन क्याम्पको तयारी भइरहेछ यहाँ नेजाबको सही छ केटाहरू कता चाहिँ मासि हो आजको क्याम्प कस्तो लाग्यो थोरै साथी थोरै यता हेरेर बोला न हजुर के छ आज क्याम्पको विषय बवाल छ आजको अब सबैजना राम्रोसँग आइयो अब बार्बिक्यू हुन्छ एकछिन टाइममै आइयो अझै टाइम छ 10 बजीसम्म त मजाले टाइम हुन्छ इन्जोय गर्नुपर्छ है त सबैलाई नमस्कार अब आज चाहिँ एकदम सेफली आइपुगेको छ सबैजना अब आज यहाँ रमाइलो गरेर सबैजनाले मेहनत गरेर हल्ला गर्न पाइँदैन भनेको छ हल्ला नगरिकन राम्रो तरिकाले सबै सेफ भोलि पनि गन्तव्यमा पुग्ने गरी सबैले ओभर ड्रिङ्क्स नगर्ने होइन ठुलो स्वर नबोल्ने एकदम सबैले सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेर हामी फर्किनेछौँ धन्यवाद राम्रोसँग आइयो सबैजना टाइममा आइयो त्यस तरिकाले आइयो खाउँ बोलेर खाउँ रमाइलो गरौँ
माडालुलाई छालाले बेरेको माडालुलाई छालाले बेरेको लाइडरका पिरेले हेरेको नेपाल छोड नेपाल कता भनेको बुझेन नि उसले नेपाल कहाँ लते माले He's from Pokhara. He's from Pokhara. He's also from Pokhara. I'm from Bhutan. He's from Bhutan. Bhutan. You know Bhutan? Bhutan. I'm from Bhutan. Only me, single. Yeah, from Bhutan. All are Nepalese. Yeah. Where are you from? Israel. Israel. Assalamualaikum. Khakon kha. तपाईँ कहाँ यति बुढो हुनु भएको छ कि हान्नु पर्छ नि हान्नु पर्छ म त चलाकै छैन बुढो बुढो हुँदा नखानु पर्छ हान्नुपर्छ बुढो बनेको सोच हो 40 कार्टुन रमाइलो मैले राजुलामा त्यति गीत गाएको मैले बाइकै चलाएन धेरै हैन 40 कार्टुन रमाइलो भने राजुला मैले गीत त्यतिको त कपमा हानेको होइन ल हिमल चढ्ने मान्छे है हिमलले के सगरमाथा चढ्यो सालमा माउन्ट एभरेस्ट चढ्ने मान्छे अनि सानसानो हिमाल त हामी पनि चढ्यो फुगको हाइस्ट मैले त्यो हाइकिङ गरेको थिएँ फुगको त्यो के हाइकिङ त्यो माउन्टेन के कति छ युफिनहरु त्यो युफिनको टपमा सबै त्यो
म हाइकिङको जान्छ अब फेरि साटो छ तपाईँ यो सके फेरि एउटा भाइ पनि जान्छ नि त ठुलो एउटा हाइकिङ सेभिन सेभिन मसँगै जाऊ है 9 घन्टा हिँडेको ब्रो एउटा छ उनीहरूले चाहिँ वास्तवमा चाहिँ आदि ठाउँमा गएर क्याम्प गरेर बस्छ हामी त एक दिनमा हालेको गयो आयो कति छ हाइट यसको 3000 पहिलोचोटि म छुट्टी बस्छु त्यहाँ 11 बजे खुट्टा दुखेर कति 3000 कति है हिँड्दै आइपुग्दैन तिम्रो 37 चाहिँ कति 76 ताकिसक्यो हाम्रो वान अफ द यो के हाइएस्ट माउन्टेन के चढ्न चाहिँ ठिकै लाग्छ मलाई कि त्यही बाटो ओइ त त्यो मोइस्टर खाएर इन्जरी तानेपछि यो सेमिकार भयो नि ठिक हुन्छ यो होला तपाईँको क्यु ब्रेक हान्दैन नि त यो दुखेर यस्तो हुन्छ झर्ने खुसी छ है यो अत्यास लाग्छ कि तर वास्तवमा तिम्रो तर यो साटो हाइकिङ छ ओह्रालो तपाईँ खानुपर्छ यो बहिले के ब्रो हाइकिङ खानुपर्छ हेभी हुन्छ नि त शरीर ओह्रालो झर्दै जाँदो रहेछ कि सिडीको बाटो छ नि 10-12 जना तपाईको यो हाम्रो 30 तारिक हाइकिङ छ घोरेपानी घान्द्रुकको एउटा ट्रेकिङ रोड छ क्या मामा घोरबानी डाँडामै आइक्यो तपाईको जाँदाखेरि चाहिँ त्यो पाइटा सिडीको बाटो हुन्छ नि तर त्यो सब जान्छ मान्छे झरीमा त्यो बाटो फर्किन गाह्रो भएर मान्छे घान्द्रुक हुने हुन्छ क्या मामा आप कहाँ थे ज्ञानी बाबा म्याक्सिमम मान्छेले किनभने त्यो शरीरको भार हुन्छ नि त किनभने सर्दाखेरि त तिम्रो शरीरको भार बोक्नु पर्यो नि त परे खुट्टा नि काम छ क्या तल ओह्रालो झर्दाखेरि त्यो सिडीको बाटो चढ्दाखेरि चाहिँ पर्दैन तान त चढ्दाखेरि तिम्रो जति भार हुन्छ अघि तिम्रो अगाडि बढ्छौं इन्जिनको सुरले दिल धड्किन्छ जापानका रोडमा नेपाली आत्मा राइडर्स नेजाप सँगै धड्किन्छ टायर घुमेपछि डर हराउँछ थ्रोटल खोलेपछि जो सधैँ बढ्छ राइडर्स नेजाप हाम्रै पहिचान गतिले बोल्छ मुटुमा नेपाल राइडर्स नेजाप भाइचाराको नाम जहाँ गए पनि एकै हो धेरै बाहहरू एउटै भावना साथीहरूको साथमै शक्ति हिमालको छोरो समुद्रको देशमा बाइक मैले किन्छ हाम्रो यात्रा कविता आगो जस्तै जोश छ सपनामा पङ्ख सो हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई अनि टुडे इज नेक्स्ट डे नेक्स्ट मर्निङ अनि क्याम्पको सेकेन्ड डे अनि म चाहिँ उठिसकेँ अनि हाम्रो दाइहरू पनि एक दुईजना उठिसकेको छ भाइहरू उठिसकेको छ सो अरू दाइहरू भाइहरू चाहिँ सुतिरहेको पनि छ कति धेरैजना चाहिँ अनि हाम्रो दुईवटा घर हिजोको अनि हाम्रो गाडी बाइक हटेको छ अनि अहिले त्यहाँ दाइ उठेर एकदम भित्र बसेर के गर्दै हुन्छ बाहिर निक्लिनु भएको छैन म चाहिँ एक्लै भए पनि यहाँ निक्लेर आइसकेको छु अनि यहाँ चाहिँ एज यु क्यान सी गाइज होइन त्यो कहाँ यो गोलो गोलो भाँडा छ नि यो भाँडामा चाहिँ तपाईँहरूले हाम्रो अन्डा उसिनिरहेको देख्न सक्नुहुन्छ होइन आकाश सो अनि सबैजना माथि पनि सुतिरहेको भद्रगोल तरिकामा हेर्न जाउँ न माथि चाहिँ कसरी सुतिरहेको रहेछ होइन सो गाइजहरू
सुतिरहेको मान्छेहरूलाई पनि देखाइदिउँ न यस्तो अँध्यारो छ हेलो 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 गुड मर्निङ गाइस ल के हुँदैछ बिहान बिहान ल बिहान बिहान यस्तो मसाजको काम भइरहेछ यहाँ चाहिँ गाइस फुल थाई मसाज हुँदैछ हेभी थाई मसाज यो त थाई मसाज हो लुङ्गी लगायो भने त थाई मसाजै हुन्छ दादा गजाइमास दादा गजाइमास मामा गजास ठिक छ नि ल हामी त रातभरि घन्टी बजाइ सुतेको छौँ कौन है यी आदमी ए गुड मर्निङ पेमा मैले चाहिँ यहाँनिर सबै हाम्रो मेम्बर्सहरूलाई चाहिँ उठाइसकेको छु अब चाहिँ म यहाँ तल निक्लिँदैछु तल हाम्रो सबै तयार गरिरहेको छ अनि सो बस गरौँ गाइस यहाँनिर चाहिँ चट्ट चप्पल पनि रहेछ क्या फेरि भित्रको लागि ए कता उल्टो रहेछ धारण तलतिर थिच्नु पर्ने क्यामेराको के अरे यो लाइटको छेउमा त मैले कति गोरो देखेको क्या चक्ली नै गोरो न मामा चप्पल दिन्न मामा चप्पल दिन्न म उता गराउँछु छ क्या उतारि घरमा मोबाइल लिन जान्छु के अरे मोबाइलै चार्जर त्यो अर्को सानो क्यामेरा चार्ज गरेको छैन समुद्रको देशमा बाइक मैले किन्छ हाम्रो यात्रा कविता आगो जस्तै जोस छ सपनामा पङ्ख अन्धकार चिरेर पुग्छौ नयाँ रङ्ग पानी हाल्दै राम्रोसँगले आइयो एउटा राम्रो सेफ तरिकाले आइयो बस्यो होइन रमाइलो गऱ्यो सबैजना दाजुभाइ भेट्दा होइन वर्षमा एकचोटि गर्ने हाम्रो यो ग्रुपले गर्दा पनि सक्छ अब नेक्स्ट टाइम पनि नेक्स्ट इयर पनि यस्तै तरिकाले सबै दाजुभाइ चाहिँ एकजुट हुने तरिकाले सबैजना भेला भएर वर्षमा एकचोटि रमाइलो गर्ने जय निजाम Okay guys, so finally we are returning from हाम्रो क्याम्पुचोबाट चाहिँ तर हामी चाहिँ यहाँबाट अब निश्चिनान जानु भने हिँडिरहेको छौँ बाटो चाहिँ लास्टै डेन्जर छ यार सकिन नसकिन चलाउनु जस्तो टाइप गरेर यहाँ कस्तो घ्यार 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 छ तर सोचेको भन्दा त अलिकति सजिलै फिल भइरहेछ चढ्नलाई चाहिँ यो चिप्लिन्छ कि भन्ने चाहिँ डर हुँदो रहेछ क्या राइट लास्टै ठाडो छ यार मोबाइलले दाइले यहाँ भिडियो खिच्नलाई बसिरहनु भएको रहेछ चढ्यो मोबाइल दुई क्या बिस्तारै आकाश तर त्यो त्यस्तो सोचे जस्तो नहुने रहेछ आकाश मलाई त लास्टै डर लागिरहेको थियो आयो है आयो घोडा ल अहिले चाहिँ हामी अब यहाँबाट निक्लिसक्यौँ जङ्गलको बाटो छ अनि लास्ट चाहिँ नै बबल मजाको चाहिँ भयो तर मलाई चाहिँ त्यो उकालोमा लास्टै डर लागिरहेको थियो तर उकालो सरर कटियो क्या हिजो त अँधेरो अँधेरो जस्तो फिल भइरहेको थियो कस्तो छ नि थाहा थिएन आज त दामी भाइ छ आएको
घुमेपछि डर